मलाई कि साथीहरू कहिलेकाहीँ त यति दिक्क लागेर आउँछ के भने मलाई चाहिँ बिहानदेखि सन्चो थिएन कि अनि मेरो चाहिँ पुरै शरीरभरि एलर्जी आइरहेको थियो कि अनि टाउको उत्तिकै दुखिरहेको थियो अनि आफ्नो आलस्य जिउ भइरहेको थियो। अनि मेरो छोरी चाहिँ बिहानदेखि केही भएको थिएन कि उसलाई चाहिँ खेलिरहेको थिइन् खाइरहेको थिइन् अनि अचानक बिरामी भयो कि अनि आफूलाई सन्चो नभएको बेला बच्चा बिरामी भएपछि झन् यति अप्ठ्यारो हुने कि साथीहरू लास्टै भने। अनि यतिखेर सबभन्दा धेरै याद आउने भनेको आफ्नो मम्मीको मात्र याद आउँछ कि मलाई चाहिँ। अनि मेरो छोरीलाई चाहिँ हस्पिटल लगेको त पानीपट्टि गरिदिए घरमा भएन, हस्पिटल लगेको त पुरा 101 ज्वरो आइरहेको कि मेरो छोरीको चाहिँ। अनि डक्टरले भन्नुभयो औषधि लगाऊ अलि ठिक भइहाल्छ भन्नुभयो। अनि औषधि खाएर अहिले त अलि सन्चो भएको छ। अनि त्यसपछि मेरो शरीरमा पुरै यस्तो रातो रातो एलर्जी आइदिएर के अनि मलाई त सबभन्दा अभाग्यमा चाहिँ मै सोध्छु कि आफ्नो यो दुनियाँमा यति पिर लागेर आउँछ लास्टै अप्ठ्यारो लाग्ने कि साथीहरू। यो आफू सँगसँगै बच्चा बिरामी भएपछि बच्चालाई हेरौँ कि आफू रेस्ट गरौँ केही नमिल्ने कि मलाई चाहिँ लास्टै अप्ठ्यारो हुने कि यस्तो बेला चाहिँ।